एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ पहिला सुरु लाइक र कमेन्टबाट स्टार्ट गर्नु होला ल भिडियो हेर्नलाई। हेर्नुहुने जतिले जहाँ जहाँसम्म मेरो भिडियो पुग्छ अनि सबैजना सन्चै हुनुहुन्छ होला। म एकदम ठिक छु। आज चाहिँ साउनको दोस्रो सोमबार। मैले चाहिँ नुहाइधुवाइ गरेर घरमा पूजा गरिसकेर चाहिँ बाहिर मन्दिर जानको लागि रेडी हुँदैछु। उज्जवललाई मैले सबै सामान हालेर रेडी गरिसकेँ। गिलासमा गाईको दुध, यहीँ गाई पाल्नु भएको छ। अनि त्यसपछि चाहिँ बहिनीलाई पनि स्कुल जान रेडी गरेर निकालेर त्यहीँ स्कुलको साइडमा मन्दिर छ हाम्रो, मतलब यहाँ यो एरियाको महाकाल मन्दिर, त्यहीँ पूजा गर्नको लागि निस्केँ। म चाहिँ हिँड्दैछु। बाटो एकदम खत्तम छ है। अनि यो बाटो देखेर चाहिँ के गर्नु र नि, यति आफ्नो साधन भएर पनि सजिलो गरी हिँड्न नपाइने के यो बाटो धेरै छैन क्या, 2-3 ठाउँमा छ यहाँ थोरै। मौसम पनि हेर्नु न कति सफा, कति आनन्द लाग्दो देखिएको छ क्या। रातभरि पानी पऱ्यो, बिहानभरि नै पानी परिरहेकै थियो। अनि पछि चाहिँ 8-9 बजीतिर मौसम खुल्यो। अनि त्यसपछि हामी बहिनीलाई लिएर जाँदै बाटोमा हेर्नु न, बाटो कति खतम छ, हिलो न हिलो, यस्तो बाटो उक्लिँदै जानुपर्छ। त्यहाँ बिचमा पनि एकदम बाटो खत्तम छ क्या, त्यहाँ झन् कति फस्छ क्या, स्कुटर गाडीहरू सबै फसिरहेको हुन्छ। अनि हामी चाहिँ निस्केर बहिनीलाई त्यहाँ गेट अगाडि छोडेर म चाहिँ पूजाको सामान रेडी गर्न थालेँ। अनि सबैजनालाई चाहिँ म अर्को फेरि भन्न चाहन्छु कि सपोर्ट गरिदिनु होला। अनि यो के हो कि यो फेसबुकको खोइ अलिअलि भ्युज जाँदा पनि, कहिले भ्युज नजाँदा पनि पैसा झरेर हुन्छ, कहिले भ्युज जाँदा पनि पैसा आउँदैन। अब आफ्नै ओरिजिनलै बनाएर हाल्दा पनि पैसा झर्दैन है, कति रिस उठाउँछ क्या। अब कन्टेन्ट मोनेटाइजेसन नभएको त ठिकै थियो, यहाँ भएको छैन ल ठिकै छ भन्नुहुन्थ्यो नि, हुँदै पनि हुँदैन के, पैसा झर्दैन कुनै बेला त के फेसबुकको पनि बौलो चाहिँ क्या हो है। अनि मैले चाहिँ सबै सामान रेडी गरिसकेर चाहिँ ऊ मन्दिरतिर तल झरेँ। यहाँ माथि चाहिँ बरपिपलको बोर्ड छ। अनि त्यसपछि तल चाहिँ मन्दिर पूजासुजा गर्न तल छ, देउताको थान चाहिँ तल भयो। पहिला सुरु चाहिँ गणेशलाई पूजा गरेर अनि त्यसपछि म त्यसै पूजासुजा गरिसकेर म चाहिँ माथि महादेव थानमा गएर पनि पूजा गर्छु। अनि यहाँ चाहिँ मैले पूजा गरिसकेर गरिसकेँ। अनि सबै अब भिडियो गर्नै झ्याउ लाग्ने कि एडिट गर्नलाई के गर्नु र, नगरौँ भने नि भएको छैन, गरौँ भने नि एडिट गर्न चाहिँ झ्याउलाई चाहिँ खिच्न नि कति उ लाग्दैन होला। एडिट गर्न चाहिँ कति गाह्रो लाग्छ क्या, भोइस ओभरमा के भन्ने हुने है। अनि माथि महादेव थान बत्ती सत्ती बाले पूजा गरेर तल पनि देउतालाई पूजा गर्न आएँ। जस्तो जाने चाहिँ त्यस्तै पूजा गर्छु कि। फेरि म अब अरूले भनेर उ गरेर भन्दा पनि आफूले जस्तो जाने त्यस्तै गऱ्यो भने चाहिँ हुन्छ नि त। एउटा कुरा सुन्यो, अर्का कुरा सुन्यो, यसले यो भन्यो उसले यो भन्यो भने कति झ्याउ हुने नि त। अनि आफ्नै मनले जस्तो सोच्यो त्यस्तै गर्यो। अनि मैले चाहिँ यहाँ नि धुपबत्ती गरेर पूजासुजा गरेँ, सबैतिर गरेँ। अनि त्यसपछि चाहिँ मैले बुढालाई टिका लगाइदिएँ। अब आफ्नो बुढालाई टिका लगाउनु पऱ्यो नि त, अब उनकै लागि बतापछि टिका लगाउनु पऱ्यो। अनि त्यसपछि टिका लगाएर अनि त्यसपछि अनि म पनि आफूलाई टिका लाउँछु। अनि बुढालाई लगाइदिनु भनेको, तिमी व्रत बसेर चाहिँ तिमी आफै लाऊ, मैले के खाएको हुन्छु भन्नुभयो, लगाइदिनु भएन, मैले आफै टिका लगाएँ। अनि त्यसपछि हामीले मन्दिर पूजा गरेर हामी चाहिँ निस्क्यौँ। बाई बाई साथीहरू।